अब चाहिँ साथीहरूलाई यस्तो चिज देखाउन आँटेको छु कि जहाँनिर चाहिँ टुरिस्टहरू फरेनर्सले चाहिँ अब $1 मिलियन सम्म पनि खर्च गर्न सक्छ। अब त्यो चिज चाहिँ अब के होला देखाउँदैछु म। तत्तै अब लकको भित्र छिरी गयो नि सिधै। ए अब भ्यू चाहिँ अन्त कस्तो छ अन्त निचेको? आज हल्का मात्रै रहेछ है। चाहिँ तल पितामचिनहरू हो। ड्याममै अहिले चाहिँ आलु रोपेर हटियो चाहिँ सेटिस देखिदिँदो रहेछ है। छैन रहेछ आज कञ्चनजङ्घा, हल्का हल्का मात्रै रहेछ। त्यही त अलैँची होला हौ। यस्तोमै चाहिँ फेरि फल दिन्छ नि त है अलैँची पनि। पहिला त हामी तलसम्म गएर बस्थ्यौँ नि त, उहाँ तलसम्म उहाँसम्म जान्थ्यौँ त्यो रेड सीमा फैलेकोसम्म। यहाँबाट पनि चढेको अरे तिमीहरू चाहिँ? यहाँबाट चढेको नि, यो उकालो कि दिएको उकालो साइकल होइन जस्तो अप्ठ्यारो छ अन्त रोड चाहिँ। यो उकालो नजाउँ, यो अल्टरनेटिभ रोड। यहाँबाट पनि जाँदा हुन्छ, माथि कनेक्ट हुन्छ यो। दुई भाइ आज माघे सङ्क्रान्तिमा निस्केको छौँ हामी चाहिँ। अब मेन गरी हाम्रो के भन्छ सुब्बाको चाहिँ अब बडा दसैँ जस्तै हो, त्यही कारण अब घुम्नुको लागि निस्केको। मसँग यहाँ चाहिँ अस्ति त्यो पालीमा चाहिँ दामी देखेको नि है हिउँ आउँदाखेरि चाहिँ। यसपालि पनि अलिअलि जाडो त आउँदै थियो, तर पर्ने चान्स चाहिँ अब सायद अब छैन है चान्स। कि फेब्रुअरीमा हुनसक्छ, तर अहिले अन्त रातितिर हाम्रो गाउँतिर माइनस झर्छ, यता चाहिँ झर्छ होला मुलफर्कामा चाहिँ सायदै। हाम्रोमा त लास्ट झरेको भनेको मैले विचार गरेको कि त्यो रेकर्डिङ इनकरेक्ट दिएर हो कि 3 सम्म चाहिँ देख्यो। 3 डिग्री 3 डिग्री भनेको माइनसमा चाहिँ गएन नि गर्नुको लागि, यता आउनुको लागि। रुवाउँछ अरे नि त यो बाटोले चाहिँ तल चाहिँ। भुइँलपमा स्टे गरेँ एकछिन गरेँ नि है, आरामसे जाउन आँसिएको यसरी। बच्चापाटी हुँदैछ नि त। भुइँलपमा आइपुग्यो तत्तै अब लपको भित्र छिरी गयो नि सिधै। अब कुन चाहिँ गेम अरे भाइ यो चाहिँ? बास्केटबल? कहाँबाट सिकेको तिमीले बास्केटबल खेल्न चाहिँ? अब चाहिँ साथीहरूलाई यस्तो चिज देखाउन आँटेको छु कि जहाँनिर चाहिँ टुरिस्टहरू फरेनर्सले चाहिँ अब $1 मिलियन सम्म पनि खर्च गर्न सक्छ। अब त्यो चिज चाहिँ अब के होला देखाउँदैछु म। कतिपय हाम्रो लोकल टुरिस्टहरूले नै कुरा बुझ्दैन। अब यस्तो जग्गामा आएर बाइकहरू यहाँ माथिसम्म पुऱ्याउँछ हो। यो चाहिँ यहाँ चाहिँ स्ट्रिक्टली नट एलाउड हो यो कुराहरू चाहिँ। भेटेको दिन चाहिँ फेरि अब त्यसलाई रुल्स एन्ड रेगुलेसन अनुसारै हुन्छ, त्यसरी लानु हुँदैन। नेपाली नै बेहोरा देखाउँछ नि त खास चाहिँ, आफ्नो प्लेसलाई आफै सुरक्षित राख्नु सक्दैन। अस्ति त एउटा बाइक यहीँ माथि माथि पुऱ्याएछ, मन्दिरदेखि पनि माथि। कुदाउँछु भन्दामै त्यति साह्रो कुदाउनु त मिलेन नि त हौ, सक्छु भन्दामै भने। यो चाहिँ त्यही इमेज हो, यो अगाडिबाट देख्ने जग्गा। त्यसको लागि चाहिँ एकदम बिहानै आयो भने चाहिँ देख्नु सक्छ। त्यो पनि अब लक हुनु पऱ्यो, त्यसको लागि फेभर गर्नु पऱ्यो क्लाइमेटले, सबै कुराले। रिफ्रेक्सन हेर्नुको लागि चाहिँ माउन्ट K2 जुन चाहिँ माउन्ट कञ्चनजङ्घा, यहाँ चाहिँ पहिला आजभन्दा कति 2022मा चाहिँ यहाँ स्नोफल भएर एउटा चाहिँ मैले यहीँ मेरो साथीले खिचिदिएको फोटो थियो। ड्याममै स्नोफल भएको थियो त्यति बेला चाहिँ।
ओइ, यता हेरेर बस है। ओ भाइ ल। कति बेला गएको? नाता छ त। के खाऊ, रातो खाऊ। हाइट त कति पो मिल्यो यहाँको अल्टिट्युड त अहिले फिलहालको? यहाँ चाहिँ एसएसबीहरू पनि बस्छ होइन यहाँ माथि चाहिँ अब यता चाहिँ पिकनिक स्पट पिकनिक स्पट फुस्रेको पिकनिकहरू खेल्ने मान्छेहरू निकैजना आएको रहेछ नि त उयोले गर्दाखेरि माघे सङ्क्रान्तिले गर्दाखेरि जग्गामा लेक चाहिँ उहीँ तल जुन जग्गाबाट भित्री जग्गाबाट आएको ड्युटी छ एसएसबीहरूको पनि अहिले फिलहाल पर पनि छ एन्ट्रेन्स गोर्खा चाहिँ अब यहाँबाट जान्छ। आप लोग इधर के लोकल है? जी जी ये जो सामने जो बिल्डिंग दिख रही है कौन सी जगह है? ये सिडनी में सर। आरिटर ये आगे का आरिटर है जो सामने बिल्डिंग है वो दिख रही है। वो टावर हो ना आरिटर हाँ वैसा ही है तो।